हेलो गाइस, हेलो। हामी यहाँ छौँ यता झापाको दमकमा। हामी सम्माननीय पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले बनाउनु भएको यो भ्यू टावर हेर्न यता आएका थियौँ। तर दुर्भाग्य भन्नुपर्छ, यो भ्यू टावर अहिले कन्स्ट्रक्सनको मेन्टेनेन्सको कामहरू, केही मर्मत सम्भारको कामहरू चलिरहेको छ र यो अहिले बन्द छ। यो 1.45 बिलियन अलमोस्ट तपाईँको लगभग 1.5 अरब रुपियाँको जति यो टावरको के छ यसो घुमघाम गर्न आएको हामी। टावर यही छ, तपाईँहरूले हेरिसक्नु भएको अहिले। हामी घुम्न आएको, तर अब यो बन्द छ। के गर्ने, यतिकै अब घुमेर फोटोसोटो खिच्छु। फोटोसोटो खिचेर अब जाने हो। के छ नि हामी साथी यहाँसँग, म लगायत अक्रम, अब प्रिय अनि पनि छ यहीँ सँगै होइन। अब घुमघाम गर्दै यहाँबाट त्यही त। कति वर्षपछि तिमी भेटघाट गरेर भन त? 6-7 वर्ष भइसक्यो होइन। अनि यसो भेटघाट हुँदाखेरि हामीलाई रमाइलो लागेको छ होइन। तर धनै रमाइलो गर्नको लागि यहाँ यसो भ्यू टावर आउँदाखेरि यहाँ त टी काउन्टर भनेर हेरिरहेको छु, तर त्यो बन्द भएको अवस्थामा छ अहिले होइन। अब खै कहिलेसम्म साह्रो हुन्छ केही थाहा छैन। अब बन्द छ यता। हामीले अब यहाँ सोध्यौँ, अब भित्र जान मिल्दैन भन्छन्, किनभने अब यहाँ योजना छ अब जेनजी आन्दोलनदेखि यो बन्द छ। अब भित्र टिकट काउन्टरहरू छ, यता गेटमा तर प्रवेश निषेध गरिएको छ। अब के गर्ने, यहीँ यसो घुमेर यहीँबाट अब हामी जान्छौँ। ल यो हेर्नुहोस् भ्यू टावर। ल भ्यू त राम्रो छ होइन। अब भित्र के छ यसो हेर्नु पऱ्यो भनेको, यत्रो लगानी लगाएर बनाएको भ्यू टावर भित्र के छ, तर हामीले जान पाइएन। यहाँबाट प्रवेश अहिले निषेध गरिएको छ। यसो घुमघाम गरेर यसको बाहिरको दृश्य के छ तपाईँहरूलाई मैले देखाउन कोसिस गर्छु। यो भ्यू टावरको यो बाहिरिने गेट छ, यो हेर्नुहोस् ल, यो बाहिरिने गेट छ। भित्र जान पाइएन, बाहिर तपाईँहरूलाई मैले देखाउँछु यसो के छ यताबाट। यसो आगो, अब यता पनि बन्द छ, सबै बन्द छ। भेरी ब्याड। त्यताबाट हेर्नुहोस् यो भ्यू टावर। झापाको दमकमा बनेको यो भ्यू टावर। भित्र जानु रहर त धेरै छ, तर यो दुइटाले हेर्नुहोस् त्यहाँ के गरेर आएको बाहिरबाट देखिरहेको। ल हामी पाल्नु नभएर हो। ल साथीहरू, तपाईँहरू हेर्नुहोस् यो भ्यू टावरको कम्पाउन्ड भित्रको यो भ्यू छ र यसको ठ्याक्कै अगाडि बनाउन चाहिँ राम्रै बनाएको छ, घुम्न लायकको छ होइन। तर यो भ्यू टावर बनाएर यस्तो कम्पाउन्डहरूमा मार्बलहरू समेत ओछ्याइएको छ। यस्तो मार्बलहरू समेत ओछ्याइएको छ। बाटो राम्रै बनाएको छ। एकतिर पिचिङ छैन, बाँकीतिर रोड पनि राम्रै छ। अनि त्यसपछि यता भित्रमा के छ हामीले जान पाइएनौँ, तर यताको भ्युजहरू एकदम राम्रो छ। अब माननीय गृहमन्त्रीजीले भन्दै हुनुहुन्थ्यो यसलाई अब हस्पिटल बनाउने भन्दै हुनुहुन्थ्यो। हस्पिटलको लागि उपयुक्त होला कि नै भन्न सक्दैन, तर यो युजलेस हुनुभन्दा राम्रो बरु यसलाई केही व्यवस्थापन गरेर यसलाई हस्पिटल नै बनाइदिएको जस्तो ठिक लाग्छ। किनभने अब यहाँ होटल बनाइयो भने होटलहरू तपाईँको खासै यहाँ अलि पर छ, बजारभन्दा दमक बजारभन्दा अलिक पर छ। यहाँ खासै चल्दैनन्। अब क्याम्पसहरू पनि बनाउन मिल्दैन। हस्पिटल नै बनाएर यसो लिफ्ट सिफ्ट चालु गरेर गऱ्यो भने यो चाहिँ राम्रो हुन्छ। यहाँ घुम्न लायक पनि छ, यो राम्रो दृश्य यहाँ देखिरहेको छ।